नमस्ते, म सुलक्ष्मी इन्डस्ट्रीबाट विपिन अनुरागी। आज हामी कुरा गर्न गइरहेका छौं एसेन्शियल ओइल बिजनेसको बारेमा। अब एसेन्शियल ओइल निकाल्नको लागि के कति खर्च लाग्दछ त, र मेसिनहरु कहाँ पाउँछ त, र कति पर्दछ त, र एसेन्शियल ओइल निकालिसकेपछि त्यो एसेन्शियल ओइल बिक्री कहाँ हुन्छ त, र को छ त किन्ने, त्यसको बारेमा सम्पूर्ण जानकारी दिनेछौं। भिडियोमा हेर्नु होला। अब कुरा गरौँ है त मेसिनको प्राइसको बारेमा। यदि तपाई कस्तो खालको मेसिन लिने त, यदि ठुलो खालको मेसिन लिनुहुन्छ कि सानो स्केलको लिनुहुन्छ कि त्यो अनुसार मूल्यमा नि फरक पर्न जान्छ। र यदि हामी एसेन्शियल ओइल निकाल्ने मेसिन सानो स्केलको 300 लिटरको भ्यासल प्रयोग गर्यौं भने त्यसको जम्मा 3 लाख रुपैयाँ पर्दछ। गरी अलि ठुलो स्केलको एसेन्शियल ओइलको मेसिन प्रयोग गर्न चाहन्छौं भने 500 लिटरको आउँछ। 500 लिटरको लागि 5 लाख रुपैयाँ पर्छ। त्यसैगरी तपाईको 800 लिटरको हुन्छ, 800 को लागि 7,50,000 पर्छ। र त्यसैगरी एउटा 1000 लिटरको भ्यासल हुन्छ, 1000 लिटरको भ्यासललाई 8 लाख रुपैयाँ पर्छ। र त्यसै गरेर 1500 लिटरको भ्यासल हुन्छ। यदि 1500 को लिन चाहनुहुन्छ भने 10,50,000 पर्छ। र त्यसैगरी 2000 लिटरको हुन्छ। यदि तपाई 2000 लिटरको भ्यासल प्रयोग गर्न चाहनुहुन्छ र मेसिन प्रयोग गर्न चाहनुहुन्छ भने त्यसको 12 लाख रुपैयाँ पर्न आउँछ। अब हामी मेसिनको बारेमा त बुझिसक्यौं। अब मेसिनको बारेमा बुझिसकेपछि अब एसेन्शियल ओइल बनाउनको लागि के र मटेरियल चाहिन्छ त। एसेन्शियल ओइल बनाउनको लागि चाहिने र मटेरियल भनेको एउटा तितेपाती, सयपत्री फूल, दालचिनी, अदुवा, बेसार, टिमुर लगायतका वनस्पतिहरुबाट हामीले एसेन्शियल ओइल निकाल्न सकिन्छ। तेल निकालिसकेपछि त्यो तेल कहाँ बेच्ने र कतिमा बेच्ने भन्ने कुरा हुन्छ। अब त्यसको लागि तपाईहरुले सुलक्ष्मी इन्डस्ट्री र अनलाइन गरी विदेश पनि बेच्न सक्नुहुन्छ। अब सेटअपै किन्न चाहनुहुन्छ भने सुलक्ष्मी इन्डस्ट्री, कीर्तिपुर, चोभारमा सम्पर्क गर्न सक्नुहुन्छ।